विद्यार्थी सबैले आफूभित्र लुकेको प्रतिभा देखाउनुपर्छ। विद्यार्थी सबैले आफूभित्र लुकेको प्रतिभा देखाउनुहोला। यही हो मौका आफूभित्रको सृजनशीलता देखाउने बेला। विद्यालयको प्राङ्गणमा लाग्दैछ प्रदर्शनी मेला। यो हो ज्ञान र सिप देखाउने मेला। यो हो ज्ञान र सिप देखाउने मेला। त्यसैले सबैले पृथक रूपमा प्रदर्शन गर्नुहोला। विद्यालयको प्राङ्गणमा लाग्दैछ प्रदर्शनी मेला। पृथक कौशल चित्रकला र विज्ञानका काम। पृथक कौशल चित्रकला र विज्ञानका काम सबैले मेहनतका साथ समूहमा गर्नुहोला। विद्यालयमा लाग्दैछ प्रदर्शनी मेला। स्टल जो कोही हेर्न आउँदाखेरि अभिवादन गर्नुहोला। स्टलमा जो कोही हेर्न आउँदाखेरि अभिवादन गर्नुहोला। सबै भाषाको उच्चारण गरी सबैको वर्णन गर्नुहोला। विद्यालयको प्राङ्गणमा लाग्दैछ प्रदर्शनी मेला। स्वयं आफूलाई ज्ञान र शिक्षाले चिनाउनुहोला। स्वयं आफूलाई ज्ञान सिप र शिक्षाले चिनाउनुहोला। त्यसै गरी विद्यालयलाई पनि रूपले बनाउनुहोला। विद्यालयको प्राङ्गणमा लाग्दैछ प्रदर्शनी मेला। कविताको अन्त्यमा छ, हाम्रो विद्यालयको प्रलाई पनि धेरै धेरै धन्यवाद छ। हाम्रो विद्यालयको प्रलाई पनि धेरै धेरै धन्यवाद छ। अझ यस्तै विद्यालयमा क्रियाकलाप थप्दै जानुहोला। हामी कर्मचारी र विद्यार्थीलाई यस्तै खोज अनुसन्धानमा सहभागी गराउनुहोला। हाम्रो विद्यालयमा लाग्दैछ प्रदर्शनी मेला। हस्त धन्यवाद।